हेलो हेलो गाइज, नमस्ते नमस्ते। आज हामी यो सेल्फी डाँडो हेर्ने भनेर आइयो। बाटो निकै अप्ठ्यारो रहेछ, यो ख्याको यतापट्टि पर्दो रहेछ। यस्तो यो तलदेखि नि रिडी खोला खोला यस्तो यो सिँढी 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 छ। सुनसान ठाउँमा बाटो निकै अप्ठ्यारो। बाबा हो, बाटो त यस्तो अप्ठ्यारो छ कि यहाँनिर आउँदा चाहिँ यो सिँढी सिँढी बनाएको रहेछ। पानीलाई चाहिँ सुखै छ यहाँ जस्तो लाग्यो मलाई। पानी यस्तो बगेर गएको छ यो खोल्सामा। बाटो भन्नुहुन्छ भने बाइक लिएर आएको, कोही ठाउँ झर्ने, कोही ठाउँ ओर्लनी, कोही ठाउँ बाइक समाउने। ओ माई गड, आमा हो, यो यहाँ पानी यस्तो पानी बगेको छ, चिसो पानी। यहाँ सर टक्क लाएर चिसो पानी खानु पर्यो। अब यस्तो राम्रो पानी सुन्तला बोकेर ल्याएछौँ सेल्फी डाँडामा गएर खान भनेर। अच्छो छु छु छु, पानी निकै चिसो छ जस्तो लाग्यो मलाई। पानी चिसो छ। ओहो, पानीको धारो यस्तरी आएको छ, पानी खानु पर्यो। निकै मिठो पानी, पानी साह्रै मिठो। यस्तरी अब मैले यो सेल्फी डाँडाको पुरै भिडियो लिएर युट्युबमा हालिदिने हो। त्यसपछि दर्शकबिनले हेर्नुहुनेछ। बाटो अप्ठ्यारो जस्तो यता। ओहो, निकै अप्ठ्यारो जस्तो छ नि बाटो यता। आउन त आइयो, यस्तो अप्ठ्यारो बाटो छ। आमामा, यहाँबाट गइयो भने त गइन्छ तलै। आमा हो, बाटो त हत्तेरिका। यता सिँढी सिँढी रहेछ क्या, हामी यता सर्टकट आइयो। यस्तरी सर्टकट बाटो यहाँ आएर यस्तो व्यवस्थित। यहाँ आएर व्यवस्थित यस्तो बाटो रहेछ, तर उतातिरको बाटो एकदमै गाह्रो बाटो। लास्टै गाह्रो बाटो उतातिर। यस्तो गाह्रो बाटो कि कोही छैन मान्छेहरू यहाँ। यो कालीगण्डकी तलदेखि हामी अहिले त्यहाँ रिडी थियौँ, फेरि रिडीमाथि आइयो फर्केर। मेरो बा होइन, यो त आजको हिँडाइ लास्टै रमणीय, दुःखदायी, समटाइम पीडादायी, एकदमै गाह्रो छ बाटो। यहाँ यो पर्यटकीय क्षेत्र बनाउनु खोजेको रहेछ, तर पानी त यहाँ पनि रहेछ। यस्तो पानीहरू त बग्यो, पानी त यहाँ जता पनि रहेछ, पानी पानी। यस्तो यो फलामको रेलिङहरू राखेर बाटो त निकै राम्रो बनाएको रहेछ यतातिर अहिले हिँड्नेलाई। तर गाडीको लागि बाटो व्यवस्था रहन्छ। यो बाटोमा यत्रो ठुलो ढुङ्गा आएर पल्टेर यहाँ बाटै छेकेर बसेको रहेछ। यो पक्कै पनि यो प्रतीक्षालय जस्तो लाग्यो। यो सानो टोइलेट हो कि टोइलेट हो कि के हो यो? यो सानो के हो यो? टोइलेट बनाउन लागेको रहेछ, तर यो अझै प्रयोगमा आएको रहन्छ। अब यहाँ यो भाइले अगाडि सुन्तला लिएर हिँडेको छ। यस्तो हट मट मट। अब फेरि उकालो ओह्रालो यतातिरको भ्यू छ। ओहो, क्या राम्रो भ्यू छ। ल, यो ठ्याक्कै अर्गेली सम्मो फाँट। ए, यो अर्गेली होइन, यो के हो अरे? होइन, तल हामी हिजो यसरी गएको नि, होइन? अर्गेली हो र? सेल्फी डाँडा हामी आउँदैछौँ। ए, यस्तरी आएर यस्तो रमाइलो बाइक हामीले उहाँ राखेको माथि, यहाँनिर राखेको यस्तो डाँडामा। यहाँ अहिले माथि गएर पिक्चर चाहिँ खिच्ने हो। अहिले भने भिडियो कन्टिन्यू। यो अर्गेली त होइन कि? ए, अर्गेली तल्लो भाग। यो तल हिजो अस्ति हामी यही बाटैबाट गएको नि। यो अर्गेली यता हामी यही बाटो
हामी अस्ति उता गएको थियौँ रानी मल जाने बाटो ए तर अर्को चाहिँ पर्छ ए ए ए यतातिर थोड्का बोले टक्सर थोड्का पारी थोड्काको बन भोड्का होइन र यो ए केटा भोड्का होइन र यो भोड्का ए यो पारीदेखि नि भोड्का ठ्याक्कै यो भोड्काको डाँडो यतातिर यस्तो भिड आमा हो यो पनि भिड यता पनि भिड माझ्जामा सानो गोरेटो बाटो रहेछ यसलाई चाहिँ के भिड अरे यो के अरे टिकटक लिस्ने भिड र अहिले के डाँडो भनेर चिनिने अरे सेल्फी डाँडो भनेर चिनिने अहिले फेरि सेल्फी डाँडो भनेर प्रख्यात रहेछ तर बाटो भन्ने त यति दुखाउँदै बाटो रहेछ कि यतातिर सल्यानहरू सट्टा राम्रो मिलेका आहा यहाँ टक्क बस्ने ठाउँ बनाइएको रहेछ यहाँनिर यी पानीको लागि यो व्यवस्था गरेको रहेछ तर पानी छैन यहाँ पाइपहरू कुरो यस्तो त्यत्तिकै पर्यटकीय क्षेत्र निकै राम्रो छ यो तर अलिकति व्यवस्थित भएन निकै रमणीय ठाउँ चिसो ठाउँ आहा पारीको गाउँ त त्यो अर्गेली गाउँ यस्तो मजाको गाउँ लाग्यो कि मलाई त तल कालीगण्डकी बगेको छ माथि यस्तरी यो यहाँनिर एउटा बुद्धको मूर्ति राखिएको रहेछ डाँडोमा तर डाँडो निकै रमणीय रहेछ ठ्याक्कै डाँडाको ठ्याक्कै टाउकैमा चुचुरो यस्तरी हिँड्ने रहेछ यो ठ्याक्कै यहाँनिर यो बस्नलाई बनाएको जस्तो लाग्छ मलाई पक्कै पनि यहाँ एउटा बुद्धको मूर्तिसहित यस्तो राम्रो ठाउँ यो आहा यो ठाउँ त तल कालीगण्डकी एकदमै रमाइलो रहेछ आउँदा साह्रै दुःख पायो तर यहाँ आउँदाखेरि ठ्याक्कै दुःख चाहिँ भुलिँदो रहेछ निकै राम्रो यो बुद्धको मन्दिर अथवा यसलाई बुद्धको एउटा मूर्ति बनाएर राखिएको रहेछ ठ्याक्कै अब हामी ठ्याक्कै ग्रेट वालमा आइयो यो ग्रेट वाल ठ्याक्कै चाइनाको ग्रेट वाल ठ्याक्कै यो ग्रेट वाल जस्तो रहेछ ल ग्रेट वाल अफ चाइना अब यो ग्रेट वालमा ठ्याक्कै यसरी हिँड्ने हो यता पनि वाल छ यता पनि वाल छ यस्ता ठ्याक्कै यो चाइनाको यस्तो भिरालो यो यस्तो भिरालो भिर छ यो भिर आमा हो यहाँबाट यो भिर हेरौँ गाइज यति ठुलो भिर छ कि यहाँ ओहो म चाहिँ ठ्याक्कै ल यहाँदेखि हेरौँ आमा हो छाँगो तल हेर्नै रिङ्गाउने आमा हो हेर्दै रिङ्गाउँछ गाइज हेर्दै रिङ्गाउँछ यो चाहिँ पर्यटकीय क्षेत्र अलिकति विस्तार गरेर अलिकति बाटोहरू राम्रो बनाइयो भने पर्यटकलाई निकै सुविधाजनक रहेछ हैया यहाँ चाहिँ बस्नुको लागि यस्तरी एउटा माथि यस्तो बनाइएको रहेछ निकै राम्रो ठाउँ त यो रहेछ भ्यू टावर जस्तो ट्याक्क अब भ्यू टावरमा चढ्दैछौँ भाइ र म माथिको दृश्य पनि निकै राम्रो यस्तो घुम्नको लागि ठ्याक्कै पिन्जडा टाइपको ठ्याक्कै बनाएर यताबाट नि त्यहाँ भिरतिर जाने सेल्फी डाँडो यतातिर यो ठ्याक्कै यो सातमुरेको पाखरा डाँडो भन्थ्यौँ हामीले यसलाई पहिला त्यो बाटोदेखि नि ठ्याक्कै तल यो अर्गेली माथि सल्लाहघारी निकै राम्रा कोणझारी सल्लाह जस्तै देखिने सल्लाहहरू ल भिडियो यति बनायो अहिलेलाई करिब 10 मिनटको भिडियो छ यो म यसलाई युट्युबमा हाल्नेछु